अब यो यसरी हो, यो चाहिँ आफूले पालेको कुखुरा होइन। अनि यसरी दाना यसरी खुवाउँदा पनि आउँछ। अब हामीले पालिसकेपछि उनीहरूलाई माया गर्नु पनि जान्नुपर्छ। उनीहरूलाई माया गर्न जानिसकेपछि उनीहरूले पनि माया गर्छ हामीले। हेर्नुहोस्, अब यसरी हातमा दिँदाखेरि अरू कुखुराले खान्छ, खाँदैन नि। ल दर्शकबिन, आज फेरि बिहानको 9 बज्यो होइन। 9 बज्यो, कुखुरालाई दाना पानी गर्नै पर्यो। दाना पानी गर्नलाई एक प्लटमा 2 बाल्टिन भनेको यो 15 केजी एक प्लटमा मासुको खोरलाई मात्रै हो होइन। अब यो 15 केजी हाल्नुपर्छ। ल गाइज, अब यो मैले दाना चाहिँ कुखुरालाई दिँदैछु होइन। कुखुराहरू 9 बजेसम्म चाहिँ मलाई पर्खेर बसिरहेको छन्। अब म भित्र पस्नेबित्तिकै कुखुराहरूले मलाई पुरै घेर्छन्। हेर त गाइजहरू, ल हेर्नु होला। हुन्छ ल गाइजहरू, अब म यहाँ ढोका खोल्छु है त। यहाँ ढोका खोल्छु। यहाँ ढोका खोल्दा कुखुराहरू पुरै मपट्टि आउँछ होइन गाइज। किनभने उनीहरूलाई थाहा छ नि त दाना ल्यायो भनेर। ल ल अब चाहिँ यहाँनिर अब 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 ल अब यस्तै छ है गाइज। लोकल कुखुरा बिहान 9 बजे बिहान 9 बजे हाल्नुपर्छ होइन। बिहानको 9 बजे हाल्छु म। 9 बजे हालेर चाहिँ दिउँसो फेरि 3 बजे ल यसरी चाहिँ हाल्नुपर्छ। ल बिस्तारै बिस्तारै दाना सबै गर्नु यार। ल यहाँ चाहिँ मैले यो पार्टेसन गरिराखेको छु होइन। पार्टेसन गरिराखेको छु। अनि यहाँ चाहिँ यो पुरानो खोल हो। यो पुरानो खोलमा चाहिँ यसरी राखेको छु। यदि तपाईँहरू पनि लोकल कुखुरा पाल्ने सोचमा हुनुहुन्छ भने यसरी टाइम मिलाएर दिनु होला। दाना दिँदाखेरि चाहिँ यदि मासुवाला हो भने तपाईँहरू 3 टाइम दिनुहोस्, र अन्डाको लागि हो भने चाहिँ हामी 2 टाइमै दिन्छौँ। 2 टाइम दिन्छौँ। ल यो मेरो जति बेलामा म आउँछु यहाँभित्र पस्छ यसरी छ है गाइजहरू। ल अब यति किसकेपछि अब यो यसरी हो, यो चाहिँ आफूले पालेको कुखुरा होइन। अनि यसरी दाना यसरी खुवाउँदा पनि आउँछ। अब हामीले पालिसकेपछि उनीहरूलाई माया गर्नु पनि जान्नुपर्छ। उनीहरूलाई माया गर्न जानिसकेपछि उनीहरूले पनि माया गर्छ हामीले। हेर्नुहोस्, अब यसरी हातमा दिँदाखेरि अरू कुखुराले खान्छ, खाँदैन नि। तर फाइनली हामीले आफूले पालेको हुनाले गर्दाखेरि यसरी खान्छ। अब यसले मेरो यसको नामै फेरि नामै नक्कली भनेपछि आइहाल्छ। अनि फाइनली गाइजहरू होइन, तपाईँहरू पनि यसरी नै कुखुरा पाल्नुहोस्, कुखुरालाई माया गर्नुहोस् र कुखुराले पनि तपाईँहरूलाई माया गर्छ। अब यसरी हो, मैले हातमा दिँदै नगर न हौ। अनि भाले फेरि ठुलो झगडा गर्छ। अनि यस्तो छ, भाले छ एउटा फेरि यो पुगेन। ल खाऊ। अनि यस्तो छ। र तपाईँहरू लोकल कुखुरा व्यवसाय गर्नुहुँदैछ भने चाहिँ फाइनली तपाईँहरूले पनि यसरी नै पाल्नु सक्नुहुनेछ होइन। यो भालेहरू हेर्नुहोस्, यो भालेहरू 2 खालको छ। हामीले प्यारेन्टमा भाले राख्दा पनि एउटा बुढो या 2टा बुढो अनि अरू भर्खरको राख्नुपर्छ। किनभने 2टा बुढोले चाहिँ अरूलाई सबैलाई चाहिँ झगडा गर्नु दिँदैन। त्यसले सबैभन्दा मेरो बुढो भाले, यो बुढो भाले। अब यसले यहाँ वरिपरि अरूलाई झगडा गर्नु दिँदैन। यसरी चाहिँ मैले पालेको छु होइन। यदि तपाईँहरू पनि यसरी पाल्न चाहनुहुन्छ र यस्तै खालको ब्रिडको चल्ला चाहिएको छ भने सम्पर्क गर्नुहोला। सम्पर्कको लागि 98 030 72 319 मा सम्पर्क गर्न सक्नुहुनेछ।